हामीले यहाँलाई सुरक्षा प्रत्याभूतिको लागि विभिन्न सुरक्षाकर्मी साथीहरूले सहयोग गरिराख्नु भएको छ भने यहाँका गतिविधि हामी सूक्ष्म रूपले सीसीटीभी मार्फत निगरानी गरिरहेका छौँ। सीसीटीभी मार्फत हामीले क्लोज सर्किटको वाइड एङ्गलबाट यहाँलाई हेरिरहेका छौँ। अनुगमन भइरहेको छ भने सिभिल ड्रेसमा सुरक्षाकर्मी मित्रहरू पनि परिचालित हुनुहुन्छ। त्यसकारण हामी त्यस खालको गतिविधि अवांछित गतिविधि गर्ने व्यवसायले आएका त्यस्ता व्यक्तित्वहरूलाई सचेत गर्न अनुरोध गर्दछौँ। त्यसै गरी यस स्थलभित्र धुम्रपान मद्यपान निषेध गरिएको छ, पटका पड्काउन निषेध गरिएको छ, प्लास्टिक जन्य कुराहरू यत्रतत्र फाल्न निषेध गरिएको छ। स्वास्थ्य उपचार चलाइरहेको जानकारी गराउन चाहन्छु। खै त्यो फुच्ची कहाँ गएछ? फुच्ची कहाँ गएछ? त्यो फुच्चीलाई गर्नुपर्ने एउटा सानो अर्को सूचना लिएर म यहाँ प्रस्तुत भएको छु। भर्खरै हामीले प्राप्त सूचना अनुसार हाम्रो साउन्ड सिस्टमको एम्प्लिफायर अफ गर्ने व्यक्तिको निगरानी भइसकेको छ। यहाँले भएको हो या तपाईँले एम्प्लिफायर चोर्नको लागि हो, तपाईँको निगरानी हुँदैछ, कृपया गर्नुहोला। स्पिकरहरू नछोडिदिनु होला। अब तपाईँहरूले नै स्पिकर छोडिदिन थाल्नु सकेको छ र अब तपाईँहरूलाई हामी निगरानी गर्दैछौँ। Yeah.
हार्दिक स्वागत छ। यसरी मन्दिरको यसरी घाटमा आजको विशेष छठ पर्वमा पाल्नुभएका समस्त समाजका भक्तजनहरूलाई सबै हामी आपसी सद्भावना रहेका छौँ। हाम्रो समाजमा पनि पुरुष एउटै हामी सबैले सबैको परम्परालाई नजिकबाट सबै बनाएको छ हाम्रो लागि। कोही ठुलो कोही सानो कोही धेरै कोही थोरै छैन। हामी सबै आपसमा मिलेर बसेको एउटा सुन्दर उपाय हाम्रो सुन्दर समाज छ। पालन होस्, सोरठी होस्, मारुनी होस्, भाँगर होस् दिनु होला, एम्प्लिफायरहरू भित्र राखिएका छन् र जोडिनु होला, करेन्टको झट्काले दिएको हो। त्यसै गरी मुख्य पूजा स्थल नदीको बिचमा बनाइएको पवित्र पूजा स्थलमा पनि भिड नगरिदिनु होला। धेरै बेर बसेर फोटो भिडियो नखिचिदिनु होला। आबो जाबो गर्ने ठाउँबाट मात्रै गरिदिनु हुन हामी अनुरोध गर्दछौँ। त्यसै गरी वारिपारी यहाँहरूले कुनै शङ्कास्पद गतिविधि पाउनु भएमा नजिकको सुरक्षाकर्मीलाई जानकारी दिनु होला। आफ्ना बालबच्चाहरूलाई सुरक्षितसँग हिँडाइदिनु होला। आफूसँगै हातमा समातेर डोर्याउनु होला। ज्येष्ठ नागरिकहरूलाई संरक्षण गर्नु होला। आफूसँग भएको बहुमूल्य आफ्नो पर्स, मोबाइल, गरगहना आफै सुरक्षित राख्नु हुन हामी अनुरोध गर्दछौँ।